गो 6 वटा चिट्ठा बनाएको छु साथीहरु सो अनि लुजरले तपाईले बिरो त छ तर नमिठो के कम्ता बाटो छ यो हैन लास्ट राउन्ड है साथीहरु वाइ Subscribe to my channel. Hello everyone, welcome back to my new another challenge video साथीहरु सो आज पनि फेरि पनि आइसकेको छ न्यू च्यालेन्ज को साथमा दिदी बहिनी सो देख्न सक्नुहुन्छ यहाँनेर हाम्रो डिफरेन्ट भेराइटी को नुडल्सहरु छ र सबै यो नुडल्सहरु चाहिँ चिप प्राइस को है यिनीहरु चाहिँ सबै सस्तो खाली नुडल्सहरु म तपाईहरुलाई देखाउँछु के छ भनेर अनि यहाँनेर छ यो हट एन्ड मामा हट एन्ड स्पाइसी यो टुपियम हो साथीहरु अनि यो डेभिल्स हो अनि यो चाहिँ गजबको पिरो है अनि त्यसपछि यो चाहिँ करेन्ट अनि यो चाहिँ वाइ को हट एन्ड स्पाइसी वाला नुडल्स हो साथीहरु सो हामीसँग छ 3 टाइप्स अफ नुडल्सहरु 3 हामीसँग 6 टाइप्सको नुडल्सहरु छ साथीहरु सो आजको च्यालेन्ज चाहिँ के हो भनेदेखि म तपाईहरुलाई भन्नेवाला छु यहाँनिर छ यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ चिट्ठा छ मैले यहाँ 6 वटा चिट्ठा बनाएको छु साथीहरु अनि हामीले चाहिँ यो चुज गर्छौं अनि चुज गरेर खान्छौं 3 राउन्ड हुन्छ हाम्रो चाहिँ सो 3 राउन्डमा 2 राउन्ड जसले जित्यो त्यो विनर 1 राउन्ड हुने अब त्यही हो लुजर हो सो अनि लुजरले चाहिँ खान्छ यो टिटे करला साथीहरु अनि त्यसपछि अब यो हामीहरु सेलेक्ट गर्छौं अनि त्यसपछि स्टार्ट गर्छौं टिस्यु पेपर ल्याएनौं नि टिस्यु पेपर ल्याउँछ सो साथीहरु अब चाहिँ हामीहरु यहाँ सेलेक्ट गर्छौं ल म फर्स्टमा सेलेक्ट गर्छु मलाई त करेन्ट परोस् ओ त्यो यो दिदी ल करेन्ट परोस् भन्ने पो त नि अनि त्यो त नि के पर्छ त नि मैले छाने के तपाईले दाम राख्नु भएको छ कसम राखेको छैन कसम ल राखेको छैन अब खोलम ल ई डेभिल्स करेन्ट ओ तपाईले फर्स्ट गर्ने अझै मैले राखेको छैन के ल साथीहरु यहाँनिर मलाई आयो डेभिल्स किनभने मैले चाहिँ डेभिल्स अझै पनि खाएको थिएन अझैसम्म सो ट्राई गर्न मन लाग्थ्यो त्यसैले मेरो डेभिल्स आयो तपाईको चाहिँ करेन्ट आयो हैन त्यही पर्यो अब कहाँ छ करेन्ट तपाईको मेरा करेन्ट यहाँ यो करेन्ट अनि मेरो डेभिल्स चाहिँ यहाँ ल राम्रोसँग नि मसला नि राम्रो मोले छैन भाइ ल अब चिसो भा अनि के गर्दाखेरि त अनि ढिलो भइसक्यो साथीहरु सो गाइज अब हामीहरु चाहिँ अब ढिलो नगरिकन दुई जना प्लेटमा स्टार्ट हातमा गर्छौं ल्याएर खाए पनि हुन्छ हुन्छ ल अब चाहिँ हामी दुईजना स्टार्ट गर्छौं साथीहरु सो रेडी 2 3 स्टार्ट गो धेरै रहेछ यार यस म त घुसार्दै लो जा ओ माय गॉड यो करेन्टमा कसम यहाँ धेरै थियो यार अब फेरि साथै हान्ने बेला त्यही भन्नु नत्र म यत्रो ठुल्ठुलो किन म जितिन म फर्स्ट राउन्ड चाहिँ मैले जिते है साथीहरु आई एम द विनर पानी खान्छ होला पहिला पानी धेरै नखा मैले फेरि खान सकिन्न
करेला खुवाउने नै भयो ल अब यो हटामा है त ल नपरोस् सो गाइस हामी नेक्स्ट राउन्ड ल त्यो के हो र त्यो यो 2 PM टुपियम मामा हट एन्ड स्पाइसी मामा छ्या यदिले के रहेछ र भनेको हुने मामा साँच्चै मैले भनेको भइरहेको छु नि मेरो मामा तपाईँको 2 PM उता देखाउनु टुपियम कता कस्तो भागो भने अहिले करेन्ट भन्नुभयो त्यो पनि भयो फेरि 2 PM भन्नुभयो त्यो पनि भयो ठिकै छ अझै म जित्नुपर्छ है लाउनु जित्नुपर्छ तपाईँको यो 2 PM अनि मेरो मामा खै यो हो फेरि यता आउँदा त धेरै नै देख्छु कि म त सो गाइस अब हामी स्टार्ट गर्छौँ है त 3 2 1 गो सैता नमिठो नमिठो रहेछ बेसी मनै परेन पिरो मिठो कि छैन पिरो त छ तर नमिठो क्या सबै मिठै लाग्ने म क्विट गर्छु भमा त खाने यो त नमिठो रहेछ बेसी अर्कै कस्तो हस्को आउने धन्न होस् मलाई परेन मलाई मन परेन करेन्ट खाने भएर बानी भएर होला यो कस्तो आयो बरु अहिलेको डेभरेज चाहिँ फेरि मिठो थियो जियोस् अब स्लोली खान्छु म त त्यसले मलाई जितिहालेँ म यो खान्न यो मैले क्विट गरेँ है साथीहरू यो चाहिँ मैले यो राउन्ड चाहिँ मैले हारेँ दिलले जित्नुभयो भने नै हुन्छ मलाई खासै मिठो लागेन यो मिठो नभएको चिज त खान पनि मन लाग्दैन होइन किन मैले 2 प्लेट खाएपछि मेरो पेट अगाउँछ त्यो खान सक्दिनँ मैले एक गेम क्विट गर्ने अनि एक गेम पेट खाली राखेर मजाले खानलाई त्यो त होइन क्या त्यो त मैले सोचेन त्यसो तपाईँले नखाँदासम्म खान्छु नि त त्यस्तो लाग्छ आइडिया त आउँछ है होइन क्या त्यसो मैले सोचेन भाइ मैले त्यो थाहा भएन तर मलाई नमिठो भएर हो कि म नखाएको अर्कै छ क्या चाल्सो पनि नराम्रो अन्त जानु सब पनि नमिठो ओहो मेरो त पेट खान सकिनँ यही खान सकिनँ म त के क्विट गर्नु तपाईँ पनि पेट गऱ्यो भने त मैले हालिसकेँ त अब अर्को दुईवटा छ साथीहरू यो चाहिँ वाइ क्विक यो पनि मिठै हुन्छ यो मैले चाहिँ यो खाएको छु मिठो हुन्छ यो अनि यो चाहिँ फेरि गजबको पिरो यो पनि खाएको छु यो पनि जस्ट ठिकै हुन्छ त्यति साह्रो नमिठो त होइन कि यो पनि ठिकै हुन्छ यो के हो यो त यो गजबको पिरो अब लास्ट चिट्ठा त्यो चाहिँ वाइ हो ल लास्ट राउन्ड है साथीहरू वाइ फर्स्ट राउन्ड मैले जितेँ सेकेन्ड राउन्ड दिदीले अब यो लास्ट राउन्ड वाइ ए भयो कि छिटो वाइ ल यो गजबको पिरो वाइ कस्तो पनौती रहेछ तिनटै मैले रोजेको पऱ्यो नि के छे मलाई त यो पऱ्यो हुन्थ्यो भएको थियो किन यो मिठो लाग्यो हुन्छ नि त यो भन्दा हो म यो खाएको छैन अहिलेसम्म ल सुरु तैँले हो हुन्छ यो खान्छु म नभए होइन के खाछस् पहिला ए खान्छु ल साथीहरू तेस्रो राउन्ड अब हामी स्टार्ट गर्छौँ मलाई परेको छ गजबको पिरो अनि दिललाई चाहिँ फेरि वाइ वेट गर्नु क्या 3 2 म त खान सक्दिनँ कि म त अहिले त्यो चाउचा त हेर्नै मन लागेको छैन 1
सुरुमै चाउचाउ मिठो भएर चाउचाउ खाएँ अन्त नमिठो भयो त कति नुन धेरै यसमा के हो थाहै छैन के म मुखबाङ गरेर मेरो पेट ठुलो भइसक्यो पहिलाको जस्तो होइन मेरो पेट ठुलो भइसक्यो खाइ तपाईँले त्यो खाइनुहोस् नि त त्यो भएर म जित्या 2 राउन्ड मैले जितेँ दिदीले 1 राउन्ड जित्नुभयो यसको मतलब दिदी लुजर अब पनिसमेन्ट गर्ने पालो दिदीको म विनर साथीहरू क्या मजा आइरहेको तिते गरेर त खानु परेन धन्नले सो गाइस पालो भएको छ पनिसमेन्टको एकछिनमा पनिसमेन्ट गर्छौँ है त हामी सो गाइस अब हामीहरूले गर्न लागेको छौँ पनिसमेन्ट दिदीले पनिसमेन्ट गर्न लाग्नु भएको छ सो अब हामीहरू ढिलो नगरिकन पनिसमेन्टतिर लाग्छौँ साथीहरू लेट्स स्टार्ट योर पनिसमेन्ट हाउ टु इट दिस कसरी खाने होला भगवान् जिन्दगीमा खान्छ खानु गुड फर हेल्थ वाउ यम्मी भन्नु न क्या मिठो छ उयो छ तपाईँ पहिला नि खानु भएको थियो यो करेलाहरू कति मिठो भएको थियो खानु भएको है के रहेछ र झन् गाह्रो होस् भनेर यो पनिसमेन्ट राखेको झन् आनन्दसँग खाने तपाईँ त खान सक्नुहुँदो रहेछ करेला नराख्नु पर्ने रहेछ बरु डल्ले खुर्सानी राख्नु पर्ने रहेछ भगवान् खानु भयो तपाईँ खानु भएको रहेछ पहिलाको नि करेला थाहा पाएँ खानु यसरी कसरी खाइन्छ यसरी मिठो गरेर खाने त नि म त वाक वाक आउँछ है सुरुमा सेन्ट सुन्दै पनिसमेन्ट दिएर झन् त्यसरी मजा लिम्ला भनेको त आनन्दै खानु भयो यो नि खाने हो क्या यो पनि भयो त्यत्रो खाएँ त यो दिदी त्यत्रो खायो मिठो गरेर खानु भएको खानु के मिठो हुन्छ कस्तो मिठो भालेर खानु भएको करेला बाहिर निस्किन मात्र निकाल्न मात्र सके होइन यहाँ ल त्यसो भयो धेरै अन्याय पनि नगरौँ साथीहरू सो हाम्रो च्यालेन्ज कस्तो लाग्यो हाम्रो पनिसमेन्ट कस्तो लाग्यो आई होप सबैजनाले इन्जोय गर्नुभयो होला साथीहरू सो त्यसैले अब चाहिँ हामीहरू यहाँबाट बिदा हुन चाहन्छौँ आजको भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला सो थ्याङ्क यू फर वाचिङ एभ्रिवान बाई बाई सी यू अन माई नेक्स्ट भिडियो